So you? जोसन भाइ हेलो दाइ हेलो बिहानीको सुरुवातमा आज हाम्रो के छ हेर्न सक्नुहुन्छ धन्न है है त जोसन भाइ कस्तो भयो त आजको सुताइ आजको सुताइ त्यति राम्रो भएन बेलुका डह्रो हल्ला भयो डह्रो गेम खेल्यो त्यही भएर आज रमाइलो भयो हिजो ठिकै है अनि हिजोको गेम जित्दा कस्तो लाग्यो त जोसन भाइलाई गेम जित्दाखेरि अब हामी फाइनल जिते जस्तो लाग्यो कि ग्यारेन्टी साथ ठोकिन्छु मैले ल अब जोसन भाइ चाहिँ लाउने भाइ हो क्या फेरि बाबाले अनि यहाँ अर्को यहाँ भाइ छन् सक्सेन भाइ बाफ्रे बा सक्सेन भाइले नि हिजो खतरा खेलेको थियो होइन गाइस अनि मैले त के भन्नु मैले हिजो यस्तो मिस गरेको थिएँ नि एउटा लाग्यो अनि यहाँ छन् हाम्रो अर्को भाइ ओ भाइ के छ गुड मर्निङ के छ आजको दिन आज त फेरि हाम्रो गेम छ होइन मनोज भाइ ओ ल यहाँ छ कि हाम्रो कप्तानज्यू हेर्न साथीहरूलाई छोडी क्वाप एक्लै आएर खाइदिन्छ अहिले उस्तो पारे म त बाहिर जानु छ भन्छ फेरि है गाइस मन भाइ ठिक छ सुजित भाइ फेरि एक्लै हो क्या फेरि है यो डेन्जर गीत गाएर सुनेर बस्दिने होइन हिजो भाटा चाहिँ खायो है सबै रुममा खाएको सबैले त्यही हो गाइस अब तपाईँहरूलाई कस्तो लागिरहेछ भन्न नबिर्सिनु होला अनि जो जतिले भिडियो हेर्नु भएको छैन अनि आन्सर सरी है मैले चाहिँ खास चाहिँ मैले अब के भन्छ अरे भिडियो चाहिँ मैले 7 बजे हाल्छु भन्दा तर मैले अगाडि नै हाल्छु किनकि मलाई त्यो भिडियो देखाउन मन हालेको किनकि भिडियो पनि एकदम रमाइलो एक्साइटेड थियो कि नै भाइ हेरिसक्यो भ्लग है कस्तो छ राम्रो ल हामीले भाइहरू सबै मिलेर यो चाहिँ म ट्राभलिङ भ्लग होइन अनि काठमाडौँको भ्लग चाहिँ एकदमै रमाइलो छ अझै हामी थुप्रै दिन छ बस्नलाई अनि त्यसमा चाहिँ हामी रमाइलो नै गर्ने नै छौँ होइन अनि आजको खाजामा चाहिँ हाम्रो यहाँ छ जेरी अनि यो के हो यो पुरी अनि चिया अनि तरकारी डाइट खाएर आफ्नै करेसाबारी भन्ने बित्तिकै आउँदै हुनुहुन्छ हल्ला गर्न हल्ला विशाल तिमी किन सेन्टी हो त नि ल चाप नआन न सेन्टी नभए नाच न ल नाच नि त विशाल ल है त गाइस यहाँनिर चाहिँ हल्का फोटो सेसन हाम्रो बहिनीलाई क्यामेरामा आउन एकदमै हो कि होइन तिमी आफैले भनेको कि होइन फेस टु फेस ल हेयर आवर वान एन्ड ओन्ली आप्पु अनि यहाँनिर हाम्रो अनिसा अनि बहिनीको नाम के बहिनी तिम्रो नाम बिर्सेको मैले के बहिनीको नाम के अरे सचिता अनि हाम्रो मेन खेलाडी गीता फुन मगर अनि यतातिर छन् हाम्रो सबै बहिनीहरू अनि हाम्रो छन् भाइ अनि कप्तान इज अलवेज इन हाइपर मोड होइन ल गाइस के गरेर गाले फेरि भन्दै त बसायो ल गाइस यहाँनिर यसको मुटु हेर्न गाइस त्यो त मन आयो भने त केही हुन्छ भनेर ल ल ल ल ल ल है त साथीहरू रेडी ल अन्त फोटो फेरि बाबालाई खा गाइस यसको मन यता हेर बाबरे बाबा आइफोन के यार सही यार ल लास्ट भाइ ए भाइ
भाइको नाम के अरे ए हस् अरे बा यो गाडीमा हामी चल्दैन हो आज त बस्न पाउनु पर्छ यार ला हिजो त डेन्जर खुट्टै दुखेर यार औडा केटाहरू ल अहिले साथीहरू अब खेल सुरु भइसकेको छ आजको खेलमा कोशी भर्सेस सुदूरपश्चिम हेरौँ विजेता कसले हाता पार्नु हुनेछ आफ्नो गेम त भिडियो गर्न पाइन्न साथीहरू अब अर्को गेम चाहिँ सुरु भइसकेको छ हामी देख्न सक्छौँ यो बल बचाउ सुदूरपश्चिमबाट राम्रो स्क्युब हेरौँ है त तर बल बाहिरिएको छ ल हेरौँ मौका हुन सक्छ कोशीको टिमलाई राम्रो तर यहाँनिर बल चुकेको छ साथीहरू यहाँनिर पिसी परेको छ अब हेरौँ यो राम्रो अवसर छ सुदूरपश्चिमको टिमलाई एक गोल गरिसक्नु भएको छ अझै राम्रो मौका राम्रो मौका तर यहाँनिर जितेको छ यो मौका फेरि कोशीलाई राम्रो हिट राम्रो बल राम्रो थियो तर बल बचाऊ फेरि यो राम्रो मौका भित्र 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 राम्रो पास ठोक्यो साथीहरू यो राम्रो मौका हुन सक्छ कोशीको टिमलाई यसमा यो गोललाई बराबरीमा फर्काउने राम्रो कोसिस हुन सक्छ गाइस त्यही हो हेरौँ है त यो गोल हाल्नै पर्ने हुन्छ फेरि
हुन्छ गाइस यहाँ हेर्नु त खेल्यो खुट्टामा लाएर यो रात कस्तो हुन्छ गाइस खेल्न सजिलो छ हानो 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 ठोक्यो त्यो बल चल्नुभन्दा अगाडि चाहिँ चल्नु हुँदैन कि काँडै पा ल साथीहरू यो गेम वानी त धेरै पाए अङ्कल गएको छ डेक्लै लगेर ए रोक 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 नाइस 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 क्यारेट 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 हो नि यही हो यही हो साथीहरू यिनीहरू खेलेछन् हामीलाई यहाँ पसिना आएको छ यसलाई के यसलाई भयो चिन्ता परेको यहाँ यहाँ सबको यहाँ गण्डकीको टिमलाई तिर परेको छ ए गाइस के हो पारा नाइस नाइस काट्दिएको हेर त 7 नम्बरले दियो 10 नम्बर केटाहरू यार रिजले चुर भएको साथीहरू राम्रो मौका हुन सक्छ हाम्रो टिमलाई
साथीहरू यो चाहिँ हाम्रो गर्ल्स तर्फको खेल छ यहाँ पिसी परेको छ हेरौँ गर्ल्सले के गर्नुहुन्छ यो मौक म्याचमा यहाँनिर सबैजना जोसमा ल यता साथीहरू के गर्छन् यो गोल चाहिँ हान्नै पर्ने हुन्छ ल हेरौँ है त के गर्छ हाम्रो यो मधेसलाई राम्रो अवसर हुन सक्छ साथीहरू यहाँ एकदम एउटा एक्सिडेन्ट इन्जरी भएको छ हेरौँ त्यहाँनिर हेरौँ है त गाइस ल त केटा विशाल ओए ग्याङ 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 केटा हौ ओहो गण्डकी 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 ए ल गाइस फाइनल्ली वी आर एट द ब्याक टु द होटल एउटै सिटी एउटैले गर्छु के त किन स्याड ओहो दियो 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 कोडा उ त्यहाँ नाच्न त्यहाँ गीत बजेर झ्यापबरी लय ल है त ल फाइनली वी आर ब्याक है अब फेरि हाम्रो गेम चाहिँ आजको दिन कस्तो भयो आजको दिन रमाइलो है एकदम राम्रो खेलेको थियो कसैले पनि त्यस्तै टफ दिइरहेको थियो अब हामी पनि टफ नै दिएर खेल्छ कसम यस्तो खेल्छु भोलि हेरौँला ल बाई भन्न नमिल्ने है त्यही हो गाइस अब चाहिँ ब्याक टु होम हो अनि आजको दिन कस्तो लाग्यो भन्न नबिर्सिनु होला अनि अब यता त माथि त सबै देखाइसकेँ अब के भयो भने देखाउँला त्यही भएर अब चाहिँ भिडियोलाई इन्ड गरौँ भिडियो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब ठोक्नु होला अनि दिनहरू त्यसै राम्रो भइहाल्छ नि हन साथीहरू टाढा बाबा पिस